साथीहरु नमस्कार। आज चाहिँ म ब्लाइन्ड हिट अन्धो हान्ने खालको खेला देखाउने छु। यहाँ केटाकेटीको आज सन्डे, आज आइतबार छुट्टी थियो र हेरिदिनु होला। सर्वप्रथम यहाँ हाम्रो आशिक सबैभन्दा ठुलाबाट सुरु गरेको छ। अब यसको प्राइस भन्नुहुन्छ भने फर्स्ट प्राइस चाहिँ 50 रुपैयाँ छ, सेकेन्ड प्राइस 20 अनि थर्ड प्राइस चाहिँ 10 छ। यस्तै प्रकारले अब यहाँ पर हामीहरूले यो ब्लाइन्ड हिट गर्नका लागि टिन राखेका छौँ। पहिला हामीहरू केटाकेटीमा खेलिएको थियो र यो खेला लुप्त हुँदै जाँदैछ। त्यसका लागि म यहाँ देखाउने छु। ल पहिल्यै बारमा यो पालि चाहिँ ब्लाइन्ड हिट भएको छ आशिक भट्टराईबाट। अब सेकेन्डमा दिवसको पालि आउँदैछ। दिवस भाइ यसरी यहाँबाट टक्क 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 जाँदैछ। ल अब लात्तीले टिनमा हानेपछि यो जलेको छ। यो यसलाई डिस्क्वालिफाई भन्नुपर्छ। सिधै गएको थियो तर टिनमा ठोकिएर यो खेला उसको रद्द। अब 3 नम्बरमा अङ्कुको पालो। अलिक ओह्राले आएर पर होइन, ठिक्क ठाउँमा ल्याएर चाहिँ बाँधिदिनुपर्छ। हो त्यहाँ। अब यहाँ अङ्कितको पालो नम्बर 3 मा। खोइ डन्ठा देऊ ल तो स्टार्ट। अब स्टार्ट हो रहा है। अंकु का टर्न है। अंकु डंठा लेके जा रहा है। ये भी डिस्क्वालीफाई हो गया। ओ डंठा से मारना था, वो पैर से मार दिया। अब पालो आएको छ सोनाली रिमालको। साथीहरु राम्रैसी हेर्दिनु होला। आज एकदम मजाको खेला चल्दैछ। आज संडे है इसलिए आज बच्चा लोगों को का खेल देख रहे हैं हम लोग। देखिए अच्छा से। इसमें प्राइस भी रखा है। सीधा पार छोड़ दिने है। सीधा टिन को सीधा। हाँ उसको चाहिँ जतिखेर नापाइरहेछ यस्तो तरिकाले आउँदैछ। र खेला यसरी चल्दैछ। सोनाली रिमालको चाहिँ एकदम नपाइमा चल्दै रहेछ। यहाँ पाइला नापेर पञ्चमीका पाइला जस्तै जस्तै गरेर जाँदैछिन्। र भिडियो यस्तै मजाका भिडियो हेर्नका लागि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि सब्स्क्राइब गर्नुभएको छैन हाम्रो प्रोफाइललाई भने सब्स्क्राइब पनि गरिदिनु होला। साथीहरु यस्तै राम्रा खेल। अब स्कुलको छुट्टी हुन्छ। ल सोनाली रिमालले पनि यसरी नापाइका भरमा टक्कै ठोक्नु भएको छ र दुईजनाले यो ब्लाइन्ड हिट गर्न लाग्नु भएको छ। र अब 3 नम्बरमा पालो आएको छ नितु पौडेलको। 3 नम्बर होइन 5 नम्बरमा नितु पौडेलको पाली आएको छ। ऊ ताक्दै थिइन् पहिल्यैबाट। यस्तो प्रकारले नितु गुरुजी भन्नुपर्छ उहाँलाई। पहेँलो लाग्छिन्। नितु पश्चातले अब कसो गर्छिन्। नितु पश्चात देख्दै छिन् क्या नितु पश्चातले। डिस्क्वालिफाई भइन्। यस्तै प्रकारले अब जेनिलको पालो आएको छ। जेनिल अधिकारी। ओए अब जेनिलको ओए सिधा पार बाङ्गो पार्छस्। अब जेनिलको पालो आएको छ। जेनिलले त अघि सागबारी पेलेको थियो अहिको पालमा। मैले यो चाहिँ भिडियो हालिनँ। अब
थुप्रै बस्छ अब घुम्दैदिम आया 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 लक्ष्मी आउ नेक्स्ट रेडी हो भाइ लक्ष्मी नेक्स्ट आउ रेडी त्यहाँ मान्ने बेला जेनिलले चाहिँ सागबारी पेल्ने पर्वा छ यस्तो छ खेला जेनिल त्यसरी रोकिनु हुँदैन खेलामा जल्दी बारी कुटो जेनिलले यसरी बारी कुट्नुपर्छ अब लक्ष्मीको पालो आएको छ ल अब लक्ष्मीको पालो छ लक्ष्मीको पालो छ अब आउँदैछिन् लक्ष्मी लक्ष्मी आउँदैछिन् लक्ष्मी आउँदैछिन् लक्ष्मीको पालो छ ल बहिनी आधीमै कुटिन् नभए त बहिनी सिधा जाँदै थिइन् र यस्तै प्रकारले अब यो हाम्रो ब्लाइन्ड हिटको पहिलो राउन्ड सकिएको छ अब अर्को खेलाको पनि हामीहरू आस्ते आस्ते देखाउनेछौँ हजुरहरूलाई ब्लाइन्ड हिटमा अब 3 जनाले हिर्काउनु भएको छ नि ए असिक दादा र सोनालीले त्यसो गर्दाखेरि 2 जनाले हिर्काएका छन् र यसका लागि अब हाम्रो प्राइस चाहिँ अघि हामीहरूले भनेका थियौँ तर यसमा पनि अब लोट्री गर्नुपर्ने हुन्छ बराबर 2 जनाले हानेपछि हामीहरू पहिला लोट्री गरेर कसले 50 रुपियाँ लाने हो र कसले 20 रुपियाँ लाने हो यसको गर्नेछौँ ल लोट्री गरौँ पहिला अनि यो प्राइस चाहिँ थाहा हुन्छ नि त कल यसको चाहिँ सक्यो नि त प्लास कि जेरो लु भन्नुहोस् प्लास अब यहाँ हामीहरू ढुङ्गो उफारेर जेरो आएको छ सोनाली रिमाल 50 आशिक भट्टराईको 20 यस्तै प्रकारले यो खेला छ अब अर्को भिडियोमा हामीहरू अर्को खेलाको बारेमा हाल्नेछौँ राम्रोसित हेरिदिनु होला जय हो।